स्ट्रङ मान्छे केटाको बिचमा बुवाआमाको कुरा नसुनेर सपना जिएको मान्छेलाई लिखितको भिडियोले के भयो एक्सपेक्ट चाहिँ गरेको थिएँ कि धेरै पनि भयो दाइलाई नभेटेको अनि दाइ नहुनु भएको भए चाहिँ गाह्रो हुन्थ्यो। सही भन्नु पनि हरेक सफलताको चुचुरोमा गएको मान्छेको सुरुवात यस्तै गरेर हुन्छ कि अनि मैले क्लासमा कति धेरैजनाको सफलताको स्टोरी सँगसँगै गाह्रो स्टोरिजहरू पनि सुनेको छु। मान्छेको सफल भएको मात्रै देख्छ तर सुरुवात कसरी गर्यो हेर्दैन, परिवारलाई कसरी सम्झाएको हेर्दैन।